यस्तो छ पाखा पर्वत डाँडाकाँडाले पनि घेरिएको एकदम थुम्का थुम्की है एकदमै यहाँको भौगोलिक बनावट अत्याधिक राम्रो स्वच्छता एकदमै प्रत्येक घरहरूको यहाँ यो सिटी भएर मात्रै हो नत्र हामीले भित्री गाउँहरू भित्री नमस्कार यो तपाईहरुले देखिराख्नु भएको यो नर्वेको फ्रेड्रिक्सस्ट्यान्ड भन्ने सिटीको एउटा पुरातात्विक भवनहरुको एउटा संग्रह छ। यसमा जहाँ तपाईको जब फ्रेड्रिक राजा हुनुहुन्छ उहाँ पछाडि देखिराखेको तारिख चाहिँ फ्रेड्रिक राजाको छ। उहाँ चाहिँ डेनमार्कबाट आउनुभएको भन्ने भनाइ छ। उहाँलाई डेनमार्कबाट ल्याएर यहाँ राखेर यहाँबाट राजा बनाइएको भन्ने कुरा गरिन्छ। यो देखिएको लगभग किल्ला हो। लगभग प्रायः सबै देशहरूका आफ्नो आफ्नो इतिहास छन्। पहिला लडेरै सबै आफ्नो देश बनाउने, लडेरै सबै चिज संरचना आफ्नो हासिल गर्ने चलन थियो। त्यसै मध्येको यो खालको एउटा किल्ला हो। त्यो बेलामा फ्रेड्रिक राजाले आफ्नो बनाएको एउटा किल्ला यो पनि हो। एउटा यो अरू यस्ता किल्लाहरू पनि छन्। त्यो मध्येको एउटा किल्ला यो हो। मैले यसमा तपाईहरुलाई अरू पनि देखाएको छु। अरू फोटाहरू पनि राख्नु भएको छ। यो कङ फेड्रिट भनेको छ। कोन्स्टाइन भनेको छ। यो कोन्स्टाइन भनेको उहाँको त्यो एउटा कास्ट हो हैन। देखिराख्नु भएको यो नदी नर्वेकै सबैभन्दा लामो नदी पर्छ। विकास सर नमस्ते हजुर। यो के छ? यो नदीको नाम के भन्नुभयो हजुरले? नर्वेको सबभन्दा लामो नर्वेको सबैभन्दा लामो नदी है। 600 कति किलोमिटर छ, 600 भन्दा माथि छ। ल ठिक छ, धन्यवाद जानकारी। गुलोम्मा नदी, ठिक छ। ल गुलोम्मा नदी भनेर भनिन्छ। यहाँ तपाईको नदी वारपारको लागि बोटको पनि व्यवस्था गरिएको छ। यो पहिलाको किल्ला तपाईहरुलाई मैले देखाइसकेँ। यो किल्ला यतापट्टि छ। यो खोलाको किनारमा सबै यो वाल लगाएर यसमा पुरै यो संरक्षित गरेर राखिएको छ। यो चाहिँ यो पहिलाका शासकहरूले युद्ध गरेको ठाउँ हो। यो अब यो 16औं शताब्दी भनौँ यसलाई 1674 को रहेछ भनेपछि त्यो बेलामा तपाईले यिनीहरूले यो फेडरेट सिटीको यो स्थानबाट स्विडेनसँगको आक्रमणमा स्विडेनसँगका युद्धहरू यहाँबाट लड्थे।
होइन। अब यो प्रत्येक देशका आफ्नो आफ्नो हिस्ट्री हुन्छ, आफ्नो आफ्नो हुन्छ। यो किल्ला त्यो बेलाको शासकहरू यसरी बस्थे भन्ने टाइपको यो चाहिँ हो। खास यो बेलामा त्यो बेलाका शासकहरूले यसरी बस्थ्यो। पारी देखिराख्नु भएको छ, पारी देखिरहेको त्यो पनि तपाईँको त्यो किल्ला नै हो। त्यो देखेको त्यो बनाएको छ त्यहाँ होइन। यता पनि देखिराख्नु भएको छ यो म्याड्रिड सिटीको रमणीय दृश्य। यो खोला भनेको फेरि तपाईँको नर्वेको सबैभन्दा लामो यो समुद्रसम्म गएर जोडिएको खोला। यो समुद्र चाहिँ होइन, यो खोला हो। यो नर्वेकै सबैभन्दा लामो खोला भनेर चिनिन्छ यो खोलालाई होइन। नर्वेको यो उत्तरी बोर्डरमा छौँ, स्विडेनको एकदम नजिक छौँ। यहाँबाट स्विडेन एकदमै नजिक, यहाँबाट 20 मिनट 25 मिनटमा यहाँबाट स्विडेन पुग्छ। स्विडेनको Du gir deg litt smålbryn, nei? Ikke før jeg nå. Det er jo bare ettermiddag.